तिमीले जाने निर्णय सुनायौ, तिमीलाई नजाऊ न भन्न जानिन। आफ्नो यात्रा तय गरिसकेको यात्रीलाई रोक्न पनि त उचित ठानिन। मन त थियो सँगै देखेका हजारौं सपनाहरूका निम्ति न्याय माग्न। फेरि लाग्यो पुरुष अहमका अघि नारी हृदयको के कदर। तिमी मेरै समीपमा थियौ, तर निकै टाढाको आवाज कराउँदै थियो मनको दूरीले। आवेगलाई सम्हाल्दै तिमीलाई प्रस्थानका निम्ति स्वीकृति दिए। तिमी यसरी अघि बढ्यौ, मानौ कोही यात्री उसको गन्तव्यमा पुग्न यति आतुर थियो कि उसले पछाडि नफर्कने दृढ प्रतिज्ञा गरेको थियो। आफ्ना सम्पूर्ण आकांक्षाहरूको तिलाञ्जली दिँदै तिमी नअस्ताउन्जेल पछ्याइरहे तिम्रा पश्चापहरूलाई यी नयनहरूले। अन्तिम पल्ट मनभरि सजाए तिमीलाई र स्वीकारे विधाताको नियम अनि आफ्नै नियति।